दया अनि सेवा भाव हो ईश्वरको उपहार। दया अनि सेवा भाव हो ईश्वरको उपहार। सेवा नै हो अमूल्य मानव जीवनको सार। सेवा नै हो अमूल्य मानव जीवनको सार। नमस्कार। आज पनि हामी यस श्याम फुलमाया फाउन्डेसनको प्राङ्गणभित्र निस्वार्थ सेवा भावले ओतप्रोत मन र हरदम सेवा गर्न तत्पर हातहरूको साथ बोकेर यहाँ उपस्थित भएका छन्। सहयोग हस्तान्तरण कार्यक्रम अन्तर्गत यहाँ उपस्थित छौँ। समयको पाबन्दीलाई मध्यनजर गर्दै यस कार्यक्रमलाई अगाडि बढाउने अनुमति माग्न चाहन्छु। राणा मगरज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। म चाहिँ यो श्याम फुलमाया फाउन्डेसनको अध्यक्ष शोभा राणा मगर, अनि यहाँको दाई श्याम दाईको बहिनी म। श्याम साथी दाईको बहिनी। धन्यवाद उहाँलाई। त्यस्तै आज सेवा गर्ने कार्यमा अग्रसर हुनुभएका सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष राधा मताङ्गीज्यू हाम्रो समक्ष हुनुहुन्छ। उहाँले केही समय अगाडि हामीसँग सहकार्य गर्ने, हातेमालो गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यही प्रतिबद्धतालाई यहाँ निभाउनको निम्ति आज हाम्रा समक्ष हुनुहुन्छ। सेवाभावले ओतप्रोत मनले उहाँलाई फेरि पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ र साथसाथै विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध पनि गर्न यही क्रममा हाम्रो आजको यस कार्यक्रममा मुख्य अतिथिको रूपमा आउनुभएको छ धेरै टाढादेखि दिपा साउज्यू, श्री सरस्वती आधारभूत विद्यालय डोटीका शिक्षिका हुनुहुन्छ। उहाँलाई मुख्य अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। साथसाथै यसै क्रममा श्री वितेश आधारभूत विद्यालय बेनी धादिङका शिक्षिकाजी हुनुहुन्छ सनिता चेपाङजी। उहाँलाई पनि मुख्य अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसका यस श्याम फुलमाया फाउन्डेसनद्वारा आयोजित आजको यस कार्यक्रम विशेष कार्यक्रमको सभापति महोदय, प्रमुख अतिथिज्यूहरू, विशिष्ट अतिथि दिदी, अनि त्यहाँबाट साथै हाम्रो अतिथि हाम्रो दिपा बहिनी हुनुहुन्छ। त्यसै गरी हाम्रो अतिथि यहाँ हाम्रो हुनुहुन्छ। उहाँलाई तथा उपस्थिति हुने सम्पूर्ण यहाँका सदस्यजी, अध्यक्षजी, हाम्रो सरहरू, भरत सरहरू, भरत सर अनि सुमन सर। म आफ्नो नाम, मेरो नाम त अलरेडी मैले भनिसकेको छु, शेर्पा तामाङ तर्फबाट, संस्थाको तर्फबाट हार्दिक अभिवादन तथा नमस्कार साथै व्यक्त गर्न चाहन्छु। आजको यस संस्थाले चाहिँ सामाजिक रूपान्तरणको लागि आयोजना गरेको यो कार्यक्रम तपाईँहरूको गरिमामय उपस्थितिले हामीलाई अथक उत्साहित बनाएको छ। अझ पनि व्यस्त समयको बावजुद पनि हजुर हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ पार्नु हामी कृतज्ञ छौँ। दोस्रो पटक फेरि उहाँलाई भेट गरेर उहाँसँग सहकार्य गर्ने, हातेमालो गर्ने र यसलाई निरन्तरता दिने यो हाम्रो श्याम फुलमाया फाउन्डेसनको प्रतिबद्धता फेरि पनि दोहोऱ्याउन चाहन्छु। फेरि पनि यसै गरी सहयोग आदान प्रदान गर्न पाइयोस् र साथसाथै छर्ने प्रक्रियामा संलग्न हुनुहुन्छ शिक्षिकाद्वय हुनुहुन्छ हाम्रो साथमा।
आजको मुख्य अतिथिको भूमिकामा हुनुहुन्छ। उहाँहरूसँग पनि आउँदा दिनहरूमा यसै गरी सहयोग दिन पाइयोस्, आज दिन लागि सहयोग दिए जस्तै गरी दिन पाइयोस्। यसैमा श्याम फुलमाया फाउन्डेसन आफैमाथि गर्व गर्न चाहन्छ भन्दै आज यस कार्यक्रममा विशेष अतिथि र मुख्य अतिथिको रूपमा यहाँ पाल्नुभएका अतिथिज्यूहरूलाई स्वागत गरिदिनु हुनुको निम्ति हाम्रो यसै श्याम फुलमाया फाउन्डेसनका अध्यक्षज्यूलाई हार्दिक अनुरोध। विशेष गरेर आज मलाई फेरि यहाँ दोस्रो पटक यहाँ आएर यसरी फुलमाला लाउने मौका दिनुभएकोमा हाम्रो श्याम साकी मगन दाइलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण हाम्रो श्याम फुलमाया फाउन्डेसन परिवार र श्याम फुलमाया हस्तकला उद्योगका सम्पूर्ण टिमहरूलाई म राधा मताङको तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु। हामी चाहिँ नि अहिले विशेष गरेर दाइको र हाम्रो पहलमा सुर्खेतमा रहेका त्यता सुर्खेतमा हुनुहुन्थ्यो, अहिले त उहाँहरू सल्यान पुगिसक्नुभयो, 2 चोटि उहाँहरू बस्ती सरिसक्नु भएको छ। त्यहाँको ठुलो हावाहुरी पानीले उहाँहरूको सबै तिरपालहरू उडाएर लगेको भएर हामीले उहाँहरूलाई केही पहलहरू गर्ने क्रममा चाहिँ नि अहिले हामीले विशेष गरेर आज म यहाँ आएको चाहिँ नि हाम्रो राउटे समुदायको लागि तिरपालको लागि केही हामीले रकमहरू जम्मा गरेर हामी सामानहरू लिएर जाँदैछौँ, त्यसको लागि आएको छु। विशेष गरेर श्याम दाईलाई एकदमै धन्यवाद दिन चाहन्छु। दाई हजुर हामी सामु नभए पनि, हजुर टाढा भए पनि यति धेरै हजुर नेपालप्रति यति धेरै माया, यति धेरै लगाव होइन, जुन कुराहरू नेपालमा बसेर पनि एकदमै पैसा भएको मान्छेहरू पनि गर्न सकेका छैन, जुन कुरा हजुर दिनरात मेहनत गरेर यसो दुःख गरेर आफ्नो एउटा फाउन्डेसन मार्फत गर्नुभएको छ। श्याम फुलमाया फाउन्डेसन एउटा फाउन्डेसन मात्रै होइन, हामीले फाउन्डेसनको अर्थ के बुझ्छौँ भने जग भनेर बुझ्छौँ। पक्कै पनि हजुरले यो पनौती मेरो जग यति राम्रो बलियो जग बसाल्नु भएको छ दाइ। त्यो जग सधैँ यस्तै बलियोस्, कहिले पनि नडगमगाओस्, कहिले पनि नहलियोस्, कसैले हलाउँदा पनि त्यो नहलियोस् दाइ। हजुरले त्यसलाई अझै बलियो गर्नुपर्छ, अझै राम्रो गर्नुपर्छ भनेर मैले भन्न पनि चाहेँ। र कुनै पनि फाउन्डेसन चल्नलाई यत्तिकै चल्दैन, त्यसमा एकदमै धेरै श्याम दाईको मैले फेरि श्याम दाईलाई मात्रै यहाँ ठुलो बनाइनँ। श्याम दाई अमेरिकामा भएर पनि यहाँ जुन हाम्रो टिमहरू हुनुहुन्छ, हाम्रो शोभा दिजु हुनुहुन्छ, भरत सर हुनुहुन्छ, हाम्रो शेर्पा भाइहरू हुनुहुन्छ, सम्पूर्ण टिमले यति धेरै लाग्नु भएको छ, यति धेरै गर्नु भएको छ कि दाईको मात्रै पहलले हुँदैन, नेपालमा बस्नुभएको सम्पूर्ण टिमले एकदमै दिनरात भन्ने एकजुट भएर जुन लाग्नु भएको छ उहाँहरूप्रति पनि म एकदमै आभारी छु। र विशेष गरेर दाईहरूको जुन यो श्याम फुलमाया हस्तकला छ, कुनै पनि फाउन्डेसन चल्नलाई काहीँ न काहीँबाट हामीले आय स्रोत जुटाउनै पर्छ। दाइले जुन आफ्नो एउटा कर्म गर्नुभएको छ, एउटा श्याम फुलमाया हस्तकला उद्योग छ, जुन उद्योगमा जति पनि सामानहरू बन्छ त्यो उद्योगको पैसाहरू केही पर्सेन्ट पैसाहरू बचाएर दाइले चाहिँ यो फाउन्डेसनमा नेपालभरि रहेका यो जिल्ला त्यो जिल्ला भन्ने छैन कि जुन आज हामीसँग प्रत्यक्षदर्शी यहाँ 2टा बहिनीहरू हुनुहुन्छ, एकजना बहिनी उता हुनुहुन्छ। बहिनीहरूले दाइको फेसबुकमा हेरेर दाइसँग सहयोगको अपिल गर्दाखेरि दाइले कुनै पनि नचिनिकन पनि कुनै केही नभइकन दाइले स्वतन्त्र मनले आफ्नो इच्छाले उहाँहरूले सपोर्ट गर्नु भएको छ। साँच्चै नै डोटी म पुगेको छु, बहिनीको ठाउँमा पुगेको छु, एकदमै विकट छ, धेरै गर्नुपर्ने छ। विशेष गरेर शिक्षाको लागि हामीले धेरै कामहरू गर्नुपर्ने छ। त्यहाँ दाइले जुन कुराहरू बुझ्नुभयो त्यो कुरा यहाँ बहिनीहरू सहयोग गर्न भन्नुभएको छ। जस्तै बहिनीलाई हामीले कति ब्याग 110वटा ब्याग अनि ट्र्याक सुट शैक्षिक सामग्रीहरू जुन हामी गर्दैछौँ त्यो यत्तिकै आएन, त्यो दाइले यति मेहनत गर्नु भएको छ। प्लस श्याम फुलमाया हस्तकला उद्योगले जति पनि कमाएको छ त्यसको मुनाफाबाट उहाँहरू सहयोग गर्दै हुनुहुन्छ। हामीले मात्रै किन्ने होइन कि हरेक नेपालीहरूलाई म के भन्न चाहन्छु भने हरेक जिल्लामा भएको नेपालीले के भन्न चाहन्छु त यदि तपाईँहरूलाई कुनै पनि त्यस्तो स्कुलको लागि चाहिने शैक्षिक सामग्रीहरू, ड्रेसहरू, ब्यागहरू चाहिन्छ भनेदेखि हाम्रो श्याम फुलमाया हस्तकला सम्झिनु होला। किनभनेदेखि तपाईँहरूले दिनुभएको जुन योगदान छ, तपाईँहरूले दिनुभएको जुन 1-1 रुपियाँ पैसा छ त्यो जम्मा गरेर चाहिँ हामीले गरिब एकदमै दूर ठाउँमा बस्नुभएको भाइ बहिनीको लागि हामीले शैक्षिक सामग्री, ब्याग, जुत्ता, ट्र्याक सुट, ड्रेसहरू दिन हामी सक्षम भएको छौँ।
के भन्छ मैले सानै बेलामा एउटा गीत गाउँथेँ कि हामी सबैले गाउँथ्यौँ के भन्छ थोपा थोपा मिलेर समुद्र बन्छ दाइले हरेकपल्ट भन्नुहुन्छ होइन एक्लै गरे के पो हुन्छ मिले गरे जे पनि हुन्छ भने जुन हामीले म बच्चा बेला सुनेको गीत थिएँ त्यो गीतलाई मैले अहिले पनि स्मरण गर्दै हामीले एक्लैले गरेर श्याम सार्की मगान्ती दाइले मात्रै गरेर यहाँ केही पनि हुँदैन कुनै पनि विकास हुँदैन दाइले मात्रै गर्दाखेरि केही पनि हुँदैन तर हामीले दाइलाई साथमा साथ हातमा हात दिएर दाइको काँधमा हामीले काँध बढायौँ भनेदेखि दाइले गर्नुभएको काममा जस्तै हामीले पैसा पनि दिनु पर्दैन जस्तै उहाँहरूको उद्योगमा जुन सामानहरू बन्छ हामीले किनिदिएर अहिले एनजिओ आइएनजिओ सरकारी अफिसहरूमा जुन झोलाहरू बाँडिन्छ होइन त्यो सामानहरू मात्रै हामीले श्याम फुलमाया हस्तकला उद्योगबाट हामीले किनिदियौँ भने त्यसको केही पर्सेन्टहरू चाहिँ हामीले त्यस्ता गाउँका त्यस्ता बच्चाहरूको लागि जहाँ जुत्ता छैन जहाँ ब्याग छैन जहाँ ड्रेस छैन जहाँ खाजा पनि खान पाउँदैन बच्चाहरू भागेर जानुहुन्छ त्यस्तो बच्चाहरूलाई हामी त्यो पैसाहरू चाहिँ उपलब्ध गराउन सक्छौँ त्यहाँ शैक्षिक सामग्री पुर्याउन सक्छौँ यति भन्दै मैले सम्पूर्णलाई के भन्न चाहेँ भने हामी सबैजना मिलेर सहयोग गरौँ जुन यो पनौतीमा रहेको छ पनौती र श्याम दाइको काठमाडौँमा पनि छ हामीले उहाँलाई सपोर्ट गरौँ हाम्रो सामानहरू किनिदिउँ त्यो सामानबाट उहाँको हस्तकला मात्रै उद्योग मात्रै सञ्चालन हुने होइन कि हाम्रा बच्चाहरूको शैक्षिक स्तरमा पनि धेरै सफलता धेरै उन्नति हुन्छ भन्दै श्याम दाइले अझ पनि धेरै प्रगतिको कामना दाइ हजुरले अझै धेरै सपोर्ट गर्नुहोला अझै राम्रो काम गर्नुहोला हामी नेपालमा छौँ हजुर त्यहाँ बसे पनि हामीले एकदम सपोर्ट गरिरहेका छौँ हजुरको टिमहरू हजुरको भाइ बहिनी हामी सबै हजुरको साथमा छौँ हुन्छ दाइ हजुर टाढा भए पनि हजुरले एकदम धेरै धन्यवाद बहिनीहरू आउनु भएको छ उहाँहरूलाई पनि हामी केही गर्नेछौँ यति भन्दै म बिदा भएँ हस् नमस्ते धन्यवाद गरेको यस कार्यक्रमका सभापतिज्यू यस कार्यक्रमका विशिष्ट अतिथिज्यू यस संस्थाका सल्लाहकार मिडिया सञ्चारकर्मी जज शानदार श्री शिव बजाराज्यू श्याम फुलमाया हस्तकला उद्योग र श्याम फुलमाया फाउन्डेसनका अध्यक्ष श्री शोभा राणा मगर मेरो आफ्नै उद्योग र फाउन्डेसन अन्तर्गत विशेष भूमिका खेल्ने सुस्मिता संस्था सदस्य श्री भरत थापाज्यू संस्था सदस्य श्री शेर्पाज्यू संस्था सहजकर्ता उद्योग म्यानेजर श्री सुस्मिता बैलकोटीज्यू म दिपा साउदको तर्फबाट यहाँहरू सम्पूर्णलाई नमस्कार मैले चाहिँ 7-8 महिना अगाडि चाहिँ दादासँग प्रस्ताव राखेको थिएँ उहाँको समाजप्रति गरेको सेवाहरू हेर्दाखेरि विभिन्न क्षेत्रमा उहाँले सेवा गर्दै आउनु भएको थियो अनि मैले भनेको कुरा पनि मान्नुहुन्छ कि दादा भनेर उहाँले चाहिँ मेरो कुरा चाहिँ सहजै मान्नुभयो मैले मेरो स्कुलको नानी बाबुहरूको लागि चाहिँ शैक्षिक सामग्री उपलब्ध गराउनुको लागि उहाँसँग अनुरोध गरेको थियो अनि उहाँले पनि त्यो अनुरोधलाई सहजै एक्सेप्ट गरिदिनु भयो अनि यसको लागि उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु सरकारले पनि गर्न नसकेको हाम्रो पिछडिएको क्षेत्रमा जुन राज्यको पहुँचबाट टाढा रहेको र देशको अर्थतन्त्रको रूपमा पनि हेपिएको दुःखदायी जीवन निर्वाह गरिरहेका व्यक्तिहरूको चाहिँ सहारा बनिदिनु भएको श्याम फुलमाया हस्तकला उद्योग चाहिँ सहारा बनिदिनु भएको छ यसरी नै अन्य क्षेत्रमा पनि सहयोग गर्दै गर्नुहुनेछ हाम्रो जस्तो दूर दराजमा रहेका विद्यालयहरूमा पनि सहयोग गर्नुहुनेछ यहाँ के अरे जति पनि श्याम फुलमाया हस्तकला उद्योगमा चाहिँ सामग्रीहरू उत्पादन भएको छन् ती स्वदेशी सामग्रीहरूको सदुपयोग गरी जति पनि यहाँ उपलब्ध सामग्रीहरू छन् ती सामग्रीहरू बिक्री वितरण गरेको मुनाफाबाट नै यो संस्था सञ्चालित छ यदि कुनै पनि व्यक्ति समाजको लागि भोलिको दिन म केही गर्छु भन्ने आर्थिक रूपमा कमजोर भएको व्यक्तिहरूले पनि यहाँ आएर सहजै रूपमा चाहिँ सिपमूलक तालिम सिक्न सक्नुहुनेछ अनि कुनै पनि व्यक्तिहरूले यहाँ उपलब्ध भएका सामग्रीहरू लिन पनि अनुरोध गर्दछु किनकि हामी जस्तै पिछडिएको क्षेत्रमा दुःख पाइरहेको नानी बाबुहरूमा चाहिँ यहाँबाट प्राप्त भएको मुनाफा चाहिँ उनीहरूको जीवनमा लगानी भइरहेको छ भन्दै मेरो स्कुलमा चाहिँ ब्याग अनि ट्र्याक सुट शैक्षिक सामग्री
लिन म चाहिँ सुदूरपश्चिम प्रदेश डोटी जिल्लाबाट बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लामा आइपुगेर यत्रो सहयोग लिन पाउँदा अति नै खुसी छु। यहाँ जुन पनि जति पनि दाइहरू हुनुहुन्छ उहाँले गर्नुभएको यति ठुलो कामप्रति म हृदयदेखि नै उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि हजुरहरूले हाम्रो जस्तो दूरदराजमा रहेको क्षेत्रहरूलाई पनि पुनः सहयोग गर्दै जानुहुनेछ भन्दै म श्याम फुलमाया हस्तकला उद्योगको चाहिँ उत्तर प्रगतिको शुभकामना दिँदै धन्यवाद हजुर। हुन्छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सञ्चालकज्यूलाई मलाई यो समय दिनुभएको निम्ति। विशेष त श्याम फुलमाया हस्तकला उद्योगद्वारा उद्योगको चाहिँ मुनाफाद्वारा सञ्चालित श्याम फुलमाया फाउन्डेसनका आजका यस कार्यक्रमका चाहिँ सभाध्यक्ष हुनुहुँदै, त्यसै गरी आजका यस कार्यक्रमका विशेष अतिथिज्यू अनि हाम्रो अतिथिज्यू हुनुहुन्छ दिपा साउद, शिक्षिका पनि हुनुहुन्छ। त्यसै गरी यस फाउन्डेसनसँग सम्बन्धित जो जति पनि हुनुहुन्छ यहाँका सदस्यहरू हुनुहुन्छ। यो फाउन्डेसनलाई चाहिँ अगाडि बढाउनुपर्छ है भनेर लागि परिराख्नु भएको छ। फाउन्डेसनसँगै हस्तकला उद्योगमा चाहिँ कार्यरत रहनुहुने विभिन्न पदमा रहनुहुने सम्पूर्णमा म धादिङ गेचेली सनिता चेपाङको तर्फबाट नमस्कार र धन्यवाद पनि दिन चाहन्छु यो समय दिनुभएको निम्ति। आज युवाहरू चाहिँ बेरोजगारीकै कारणले गर्दाखेरि कतिपय परदेशिनु परेको छ अनि कतिपयले चाहिँ शिक्षाबाट वञ्चित भएको कारणले गर्दाखेरि अरूको हेपाइहरू होइन ती कुराहरू सहनु परिराखेको छ। अनि त्यो हेपाइहरू मैले अरूले चाहिँ त्यस्तो हेपाइहरू सहनु नपरोस् भन्ने उद्देश्यका साथ शिक्षाप्रति चाहिँ हामीले लगानी गर्नुपर्छ। शिक्षासँग मात्रै नभइकन अरू धेरै दुःखी पीडितहरू छन् तिनीहरूको चाहिँ सहारा बन्नुपर्छ भन्ने उद्देश्यका साथ यो फाउन्डेसन खोल्नु भएको छ। यो फाउन्डेसनलाई चाहिँ कसरी सञ्चालन गर्ने भनेर जुन उद्योग खोल्नुभयो होइन श्याम फुलमाया जुन हस्तकला उद्योग खोल्नु भएको छ यहाँहरूप्रति चाहिँ एकदमै नमन व्यक्त गर्न चाहन्छु। र सँगै यो उद्योग सञ्चालन गर्नका लागि यो फाउन्डेसन सञ्चालन गर्नका लागि हाम्रो सञ्चालक संरक्षक हुनुहुन्छ अमेरिकामा बस्दै आउनुभएका श्याम सार्की मक्रान्ति दादालाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु यो अवसरको निम्ति। आज उहाँले चाहिँ यति धेरै हौसला दिनुभएको छ कि हामी त भर्खर उदाएका हौँ, हामीले पनि समाजप्रति के गर्नुपर्छ, बालबालिकाहरूलाई चाहिँ उनीहरूको भविष्यहरू बनाउनुपर्छ। अनि उनीहरूले चाहिँ म जुन ब्याकग्राउन्डबाट आएँ त्यो दुःख शास्तिहरू उनीहरूले चाहिँ खेप्न नपरोस्, कापी कलमकै लागि तर्पिन नपरोस्, ब्यागकै लागि तर्पिन नपरोस्, एउटै झोलालाई सयौँ पटक सिलाएर लगाउन नपरोस्, फाटेका जुत्ताहरू बारम्बार लगाउनु नपरोस्, सिलाइकन हुन्छ कि टालिकन हुन्छ कि होइन लाइटरले बालिकन स्कुल जाँदै गर्दाखेरि चाहिँ त्यसरी जोडी बारम्बार लगाउनु नपरोस् भन्ने उद्देश्यका साथ आज मैले चाहिँ श्याम दादालाई जो अहिले अमेरिका हुनुभएको छ उहाँलाई चाहिँ एकदमै अनुरोध गरेको थिएँ। उहाँले चाहिँ मेरो अनुरोधलाई स्वीकार्नु भयो। मैले निवेदन पठाएको थिएँ, एकदमै सहरमा चाहिँ स्वीकार गरिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज धेरैजना छन् पिछडिएको वर्ग, म एउटा पिछडिएको वर्गबाट सीमान्तकृत जातिबाट चेपाङ जाति, त्यो चेपाङ जातिलाई चाहिँ अझै धेरै पिछडिएको छ हाम्रो वर्गमा होइन। धेरै कुना काप्चामा रहेका छन् मान्छेहरूले चाहिँ भन्ने बाटोहरू धेरै पाएको छ। ती व्यक्तिहरूले चाहिँ फेरि मैले जस्तै गरेर चाहिँ सुन्न नपरोस् है, उनीहरूले पनि अझै शिक्षा पाउनुपर्छ, शिक्षाको ज्योति अझै चम्किनुपर्छ ती ठाउँहरूमा भन्ने उद्देश्यका साथ म लागि परिराखेको छु। केही गर्न त सकिरहेको छैन, कसैको माध्यम भयो भनेदेखि म पनि गर्न सक्ने थिएँ कि भन्ने उद्देश्यका साथ मैले उहाँलाई रिक्वेस्ट गरेको थिएँ, जुन रिक्वेस्टलाई स्वीकार गरिदिनु भएर चाहिँ आज यो ठाउँसम्म ल्याइपुर्याइदिनु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु यो अवसरको निम्ति। अनि उहाँले गर्नुभएका जुन यो हस्तकला उद्योग सञ्चालन गरिराख्नु भएको छ, आज यो हस्तकला उद्योगबाट बनेका यो जुन आफ्नै देशमा बनेका स्वदेशी सामग्रीहरूलाई चाहिँ आज तपाईँहरू जति पनि फाउन्डेसन मार्फत हुनुहुन्छ या त विभिन्न संस्थाहरूबाट हुनुहुन्छ जहाँ जस्तो अवस्थाबाट रहनु भएको छ, यदि तपाईँहरू कसैलाई चाहिँ सहयोग गर्न चाहनु भएको छ, ब्यागदेखि लिएर विभिन्न अरू शैक्षिक सामग्रीहरू हुन्छ अनि विभिन्न यो हस्तकला उद्योगबाट बन्ने विभिन्न सामग्रीहरू चाहिँ तपाईँहरूले पनि प्रयोग गरिदिनु होला। स्वदेशी सामग्रीलाई नै प्रयोग गरेर हामी अरूलाई अरूको देशबाट आएका सामानहरूको उनीहरूलाई चाहिँ मुनाफा गराउनुभन्दा आफ्नै देशमा बनेका सामग्रीहरूलाई चाहिँ
सबैजनाले प्रयोग गरौँ भन्न चाहन्छु र हाम्रो स्वदेशी सामग्रीहरूलाई जति प्रयोगमा ल्याउन सक्यौँ। ओहो, नेपालमा पनि यस्ता सामग्रीहरू बन्द रहेछ है भनेर हाम्रो देश विदेशमा पनि चिनाउन सकौँ र त्यो सामग्री तपाईँहरूले किन्नुहुने, तपाईँहरूले पैसा त तिर्नुहुन्छ, तर त्यसबाट आएको मुनाफाबाट धेरैजना दुखी गरिबहरूको, धेरैजना बालबालिकाहरूले कलम पाएका छन्, कप पाएका छन्, झोला पाएका छन्, जुत्ता चप्पल लगायत विभिन्न अरू शैक्षिक सामग्रीहरू पाएका छन् है। र त्यही भन्न चाहन्छु तपाईँहरू पनि यस संस्था मार्फत यो फाउन्डेसनमा चाहिँ जोडिन सक्नुहुनेछ। सेवाभावले जोडिन चाहनुहुन्छ या त आफूलाई कुनै पनि कुराहरूको आवश्यकता परेको छ भने पनि हजुरले अनुरोध गर्न सक्नुहुनेछ। उहाँहरूले नाइ कहिले पनि भन्नुहुन्न सेवा नै धर्म हो भन्ने कुराले, जुन सेवा गर्नका लागि निरन्तर रूपमा निस्वार्थ भावनाले जोडिराख्नु भएको छ, खटिराख्नु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँकै जुन यो हौसलाले गर्दाखेरि एकदमै मलाई पनि अघि बढ्ने चाहिँ अभिप्रेरणा मिलेको छ र यो उद्योग सम्हालेर बसिराख्नु भएको छ। नेपालमै बसेर चाहिँ जुन परदेशमा जानुभएको दादाको सपोर्टको लागि बहिनीले जुन अनवरतमा खटेर चाहिँ यहाँ लागि परिराख्नु भएको छ। तपाईँप्रति पनि एकदमै नमन व्यक्त गर्न चाहन्छु। सधैँभरि यसरी नै अघि बढिराख्नु भएकोलाई अनि त्यसै गरी यहाँ यो फाउन्डेसन मार्फत जति पनि जोडिराख्नु भएको छ, तपाईँहरू पनि सबैजनाले यसरी नै साथ दिँदै जानुहोला र हामी पनि भर्खरै जोडिएका छौँ। हामीले जति सक्छौँ, जसरी सक्छौँ त्यसरी नै समर्थन गर्दै जानेछौँ र तपाईँहरूबाट अझै धेरै साथ सपोर्ट भयो, समर्थनहरू पाउनेछौँ भन्ने आशाका साथ मेरो भनाइ टुङ्ग्याउन चाहन्छु। यसलाई अलिक नजिकबाट नगर्नु किन लेखेको छैन, ब्लर गरिदियो हुन्छ। श्याम फुलमायाबाट यो भित्र के हो भन्नु त? श्याम फुलमाया फाउन्डेसनका अध्यक्षज्यूको तर्फबाट राउटे समुदायहरूका निम्ति वाटर प्रुफ पाल किन्नको निम्ति रु 60,000 बराबरको चेक सामुदायिक विकास केन्द्र नेपालका अध्यक्षज्यू राधा मगरातीज्यूको राधा मदाङ्गीज्यूलाई हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। साथै दिपा साउदजीलाई 110 पिस ब्याग अनि शैक्षिक सामग्रीहरू उहाँको श्री सरस्वती आधारभूत विद्यालयका डोटीका निम्ति हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। अब यति हो श्री वितेश आधारभूत विद्यालय बेनीघाट धादिङका शिक्षिका सनिता देखिँदैन दिदी, विद्यालय बेनीघाट धादिङका शिक्षिका सनिता चेपाङज्यूको तर्फबाट श्याम फुलमाया फाउन्डेसन धन्यवाद। सँगसँगै उल्टो हुनुभयो क्या, यता ढोकातिर बस्नु न। सनिता चेपाङज्यूलाई पनि मायाको चिनो प्रदान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। गोरिलो कालीको कुरा